बाबु कहिले जाने भयो त विदेश? काका अब विदेश त घुम्न जाने हो। TVS Raider 125 नेपालको नयाँ अवतार। Hello. Hi. Hello. Hello. What's up? Hi, यसो हामी चाहिँ अहिले कुरिन टाउनमा पुगेको छौँ अनि यहाँ चाहिँ हामी खाना खान पुगेको अनि अब के वाइफाई छ। We just landed on Chitwan. है ना, यहाँ एकदम गर्मी छ, हप लास्ट वाइल्ड गर्मी, वाइल्डेस्ट बर्निङ आउटसाइड। अति गर्मी छ। अहिले हाम्रो टिम ए चाहिँ अलिकति अर्ली आउनु भएको थियो। आई मिन रेके भन्छ कि रेकी भन्छ? ओके, रेकी यताउति हुन्छ नि। हाम्रो अल्लाहरू, पुनमदीहरू, श्रीदाहरू चाहिँ 2-3 दिन अगाडि आउनु भएको थियो। हाम्रो टिम बी चाहिँ आज आइसकेको। आज हाम्रो यङ ग्याङ्स, छोटो ग्याङ्सहरू। हेलो गाइज, सो हामी चितवनमा छौँ अहिले TVS रेडरको सुटको लागि। एन्ड हामी हिजो खासमा हाम्रो होल क्रू चाहिँ हिजो आइसक्नु भएको थियो, तर उहाँ हिजो चाहिँ हामीले माइनर बिरोलहरू, मुभिङ सर्टहरू मात्रै खिच्यौँ। सो अफिसियल्ली चाहिँ हाम्रो आज सुट डे 1 हो। एक्साइटेड फर डे 1। एकदमै गर्मी छ बाहिर, 35-36 डिग्री सेल्सियस। तैपनि we can do it. अस्ट्रेलिया, जापान, दुबई, कतार, कहाँ जानु चाहनुहुन्छ तपाईँ? कुवेत? मजदुरी गर्न। अब खाडीमै भाग्य बनाउने हो। ठिक छ। Oh, actor. Oh, asyik babu mana? Oh, asyik babu. Ini पनि विदेश भयो। ओहो आशिष बाबु, तिमी पनि विदेश जान लागेछौ? लागि पछाडि एकचोटि मेरो हेर्न त। स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ घर खिच्नमा हैन। भिजिट गर्नु होला, के गर्नु पर्यो नि? तपाईले फोन गर्नु होला, डेलिभरी गर्नु पर्यो नि। एक्सन। ल फोन आयो, फोन।
विदेश त काका घुम्न जाने हो नि कहिले जाने भयो त विदेश विदेश त अब काका घुम्न जाने हो ल गजब भयो पुनम दी केही भन्दैन केही भन्दैन हाम्रो दिदीलाई धेरै धेरै धन्यवाद हामीलाई यहाँ सुटिङ गर्न दिनुभएकोमा सो अहिले हामी चाहिँ हाफ पनि होइन हाफको हाफ क्रू चाहिँ अहिले यहाँ आउँछौँ सेटअप गर्नको लागि सो सेटअप गरी भ्याएर चाहिँ अरू टिम यहाँ फर्किरहेको छ होल सेटअप गर्ने प्लान छ हाम्रो अब हाइट कति माथि लान्छ कहिले भयो त्यसलाई अहिले एउटा एप बनाइरहेको छु तपाईँहरूको घरमा खाना ल्याइदिनको लागि सहज होस् भन्ने मेरो चाहना हो तर सकिरहेको छैन अनि सक्छु बनाउँछु तपाईँले मिठो मिठो घरै बसेर खाना पाउनुहुन्छ चाँडै सो आज चाहिँ हाम्रो यहाँनिर अफिस सेटअपको सुट हुँदैछ त्यसको लागि चाहिँ हामीले प्रप्सहरू सन्डे लिएर चाहिँ आज चाहिँ एक्स्ट्राजहरू पनि धेरै हुन्छ अफिसमा अहिले मान्छेहरू देखाउनु पर्ने हुन्छ होइन ल सो त्यही हो अब एकछिनमा हाम्रो सेटअप सुरु हुन्छ अहिले चाहिँ अब कफी ब्रेकफास्ट गर्नु पऱ्यो अर्बन क्याफे हो तर यसमा चाहिँ हामीले एकदम मोडर्न आइटी हब बनेर त्यो खालको के अरे फिल दिनलाई चाहिँ अफिस सेटअप जस्तो बोर्डहरू ल्याएर राखेको छ सो यो चाहिँ हाम्रो डे 2 को फर्स्ट सिक्वेन्स हो एन्ड त्यही हो आज भागा पार्क सो आज माथि पनि जानुपर्ने छ हाम्रो अर्को दुईवटा सिक्वेन्सको लागि सो यो क्विक सकाइहाल्नुपर्ने छ हाम्रो So सबैहरू स्टार्ट इज लाइक उहाँको चाहिँ उहाँ इन्ट्रो हुँदै पठाइदिएको छ है यसो दिस टाइम Ready? हामी चाहिँ हाम्रो हिरोहरू दुईजना घर आइपुगेको सिन हो एक्सटेरियरको
एकदम ब्युटिफुल घर छ घरमा यस्तो राम्रो लिचीको रुख छ तर हामीले खान नमिल्ने छ सो फोरबिडन फ्रुट बट एकदम राम्रो छ लोकेसन एकदम रमणीय स्पटमा आएको छौँ हामी सो आइ एम रियली लभिङ चितवनको भाइब गर्मी छ तर पनि डिस्पाइट द्याट एकदम राम्रो ठाउँ भएको भएर चाहिँ हावापानी एकदम फ्रेस लागिरहेको छ अनि सबै सिनहरू एकदम राम्रो आएको छ हाई क्वालिटीको फुटेजहरू क्याप्चर भएको छ स्टोरी राम्रो भइरहेको जस्तो लागिरहेको छ मलाई सो या वी आर ह्याभिङ फन ए यसपालि चाहिँ त्यो टर्निङबाट मात्रै आउनु थाल्नु न त अब ठिकै छ गइसक्यो अब नेक्स्ट अहिले घरकै खाना डेलिभरी गरेर यस्तो राम्रो बिजनेस गरेर रहेछस् म त इम्प्रेस्ड भएँ यार चितवनबाट माडी भन्ने ठाउँमा आइसकेका छौँ 60% जति सुट कम्प्लिट भइसकेको छ 40% चाहिँ माडीमा आज र भोलिमा सबै सकाएर हामी पर्सि काठमाडौँ पुग्छौँ ओके सेट फ्रेम रोल क्याम एन्ड एक्सन रफ्तार छ भने नेपालमा पनि गर्न सकिन्छ रफ्तार छ भने नेपालमा पनि गर्न सकिन्छ बुझिस् एक्सन आज हामी चितवनको माडी भन्ने ठाउँको एउटा कर्नरमा छौँ जहाँ चाहिँ यस्तो दामी पुल बनिरहेको छ अनि अन्डर कन्स्ट्रक्सन ब्रिज चाहिँ हाम्रो आर्यन प्रोडक्सनको भुवन सरले भेटाउनु भयो अनि सो इज अल्सो आवर लोकल कोअर्डिनेटर लाइन प्रड्युसर अनि सो भनौँ न धेरैवटा लोकेसनहरू खोजेर हाम्रो लागि एप्ट हुने ठाउँहरू भेटाइदिएर अनि पहिलादेखि नै आई थिङ्क अलमोस्ट 2 विक्स अगाडिदेखि नै सबै रेडी बनाएर राख्नुभएको थियो सो हाम्रो होल टिम आयौँ हामी अनि खिचिरहेछौँ अनि सो दिस इज आई गेस 3rd डे अफ सुटिङ अनि क्लाइमेट वेदर कस्तो छ यहाँको चितवनको वेदर चाहिँ ल्यान्डस्केप एकदम ब्युटिफुल छ है मलाई एकदम राम्रो लाग्यो तर हिट चाहिँ अलिकति बेसी नै छ होइन अब ग्लोबल वार्मिङले हो कि चितवन आफैमा यत्तिकै हट हो बट आई गेस इट्स ओके अनि त्यो बाहेक त इभिनिङ्स आर ब्युटिफुल होइन सो दिउँसो घाम त जहाँ पनि गर्मी नै भइहाल्छ होइन त मलाई चाहिँ एकदम मन पऱ्यो चितवन अहिले चाहिँ हामी यहाँ ब्रिजमा छौँ पुरा इन्जिनियरहरूसँग हुनुहुन्छ हामी यहाँ लाइट साइट रेडी हुँदैछ वी आर रेडी टु रोल लेट्स गो गर्मी भइरहेछ पक्ले त यहीँ सक्छ जस्तो भइरहेछ के खिच्नु लाग्यो हामीलाई के भयो ए के ठिक भएछ त नि चेन्ज हेर आमूल परिवर्तन छ आज भोलि नै आमूल परिवर्तन भनेको त्यस्तो
फुटबल खेल्दै राइटमा साइडजना बाइक हेर्नु इन्जिनियरलाई हेर्नु पर्यो ब्रिज हेर्नु पर्यो अब नेपालको केटाहरू पनि आफ्नै ब्रिज बनाउन थालेछन् भन्ने वाला छ त्यसपछि यसो अनि फेरि इन्जिनियरमा हेर्नु पर्यो अनि यसो बाइक नोटिस How's the bike? Maximum hogi or this nice? हामी हाम्रो नेक्स्ट लोकेसनमा आइरहेका छौँ फार्मको सिनमा तर यहाँनिर थोरै वेदरले चाहिँ प्रब्लम क्रिएट गरे जस्तो छ टिमहरू उता पुगिसक्नु भएको थियो तर पानी पर्यो सो गाइस पानी पर्यो इमर्जेन्सी हामी लोकेसनमा पानी पुरा भयो तुफान दौडेर होटलमा आयौँ खाना खानलाई पानी पनि रोक्यो गर्मी पनि फेरि हुन थाल्यो अब खाना खाएर फेरि तुफान दौडिन्छ समर फिस कर्सिङ हटमा सेटअप गर्दै हुनुहुन्छ छाता बसिरहेछ घाममा सो यतिखेर हाम्रो भुवन पनि फ्रेममा देखिने भएका छन् एकैछिनमा सुट हुँदैछ हाम्रो जमिनबाट त्यतिकै बाफ उठिरहेको छ माथिबाट आइरहेको छ यस्तो अवस्था स्किमरको यस्तो खेतको बिचमा खेत नि के भन्नु यार यो त पुरै मरुभूमि जस्तो ठाउँमा भन्नुपर्छ धेरै छैन यहाँ डिग्री त उही 42 जति होला अहिले वाउ व्हाट एन हाई गर्मी guys set and roll cam and mood हजुर एकछिन स्ट्यान्ड बाई हजुर एक्सन गौरव पुश गराइदिनु
यत्रो गर्मीमा गर्नै ठुलो कुरा होला। सो आज चाहिँ हामी चितवनको माडीको एउटा पर्टिकुलर सेक्सनमा छौँ होइन। यहाँ चाहिँ भर्खर यस्तो राम्रो रोड बनिरहेको छ, इन्फिनिटी अल द वे अक्रस टु द होराइजन होइन। अनि यो होल टिभिसीको चाहिँ एन्डिङ सिक्वेन्स हो, यो एन्डिङ सर्ट हो भनौँ न, जसमा चाहिँ हाम्रो दुईजना राइडरहरू चाहिँ दे आर राइडिङ टुवर्ड्स द सनसेट। अनि त्यसको लागि चाहिँ धेरै ठाउँ खोज्यौँ हामीले, फाइनली अनि यो एउटा ठाउँ भेटायौँ होइन। अनि कति टेक लिँदा फाइनली दामी भएको छ, एकदम टप गन म्याभरिकको जस्तो सर्ट आज जस्तो लागिरहेको छ मलाई, बिग क्यानभस होइन। अनि एकदम ब्युटिफुल रोड अल द वे टुवर्ड्स द होराइजन। बेसिकली या ओभरअलमा दामी भयो जस्तो लाग्छ। लाइट पनि एकदम राम्रो आइरहेको छ अहिले, गोल्डन आवर। one thing I love about Tarai region and Chiton is that golden hour is very long. So we have like multiple hours to shoot golden hour ko light ma. And baba high five. So yeah, all in all it was really fun. Abo boli a few hours to shoot baki cha. Ani tyo bhayeपछि चाहिँ we'll be heading off to Kathmandu. So yeah, so yo. फाइनली लास्ट यो चितवनको यो गर्मी छेल्दै चाहिँ हामी अब वे अबाउट टु हिम। हामी एकदमै चिलमा काम गरिरहेछौँ, एकदमै ह्याप्पी भएर काम गरिरहेछौँ, सबैजना टिम रमाइलो गरिरहेछौँ एकदमै धेरै। अनि एकदमै राम्रो बन्डिङ पनि डेभलप भइरहेछ। इभन सागरसँग पनि काम गर्दा गर्दै 4 दिनमा म यति नजिक भइसक्यो कि यहीँबाट पनि देख्न सक्नुहुन्छ कति नजिक भनेर। रमाइलो नहुनेवाला त कुरै छैन, यति रमाइलो यो गर्मीमा पनि हामीले लाइक गर्मी अलिकति पसिना बग्दाखेरि सर्ट देखियो अथवा सिनहरुमा देखियो भन्दाखेरि फिल हुने, अभियसली त्यो तातो त फिल भइरहेछ। तर यो माहौलले गर्दाखेरि पछाडि यो माहौल यो इन्टायर क्रुहरूले चाहिँ त्यो गर्मी खासै त्यस्तो धेरै महसुस हुन दिनु भएको छैन। चितवनमा चाहिँ आज लास्ट डे हुनेछ, सुट डे चाहिँ। गला सबका सुत्ता है वो है क्या माउन्टेन ड्यू। यो जाओस् त पहिला, बाटो खतरा छ। And action. माडीको अफ रोड सुट लगभग यहाँनिर हामीले सकिसक्यौँ। एन्ड मेबी वी आर हेडिङ टुवर्ड्स द जङ्गल। तपाईँ दुईजना यस्तो च्याप्प समात्नु तपाईँ सर र त्यो प्यान ह्याड हान्दिहाल्नु। राको बेलामा पनि एकदमै सुटिङ भइरहेको छ यहाँ चाहिँ। दिस इज हाउ वी डु इट। सो हाम्रो सम्राटले चाहिँ फाइनल प्याकअप गरिरहेको छ अब। सो 4-5 दिनको एकदम रमणीय ट्रिप पछि चाहिँ फाइनली
we're done है really good job सबजना है so I want to mention special thanks हाम्रो एक्टर्सहरुको लागि सागर र शिशिर thank you man thank you guys है एकछिन पनि गाह्रो नमानिकन नन स्टप राइड गरे गाइजहरुले and still with great performance so thank you guys so it's been a pleasure collaborating with you and also very special thanks to Bhuvan Tiwari the man so भुवनले चाहिँ हैन हामी त 4-5 दिनको लागि दौड्यौं होला दुःख गर्यौं होला तर भुवन चाहिँ आई थिंक मोर देन 2 weeks प्लस देखि नै हाम्रो लोकेसनहरु छान्नको लागि चाहिँ यता उता चितवन भरि नन स्टप दौडिरहेको थियो सो थ्यांक यू भुवन विदाउट यु दिस वुड नट बी पोसिबल है सो धेरै धन्यवाद स्पेशल म्यान भुवन सँगसँगै हाम्रो जन्जिर र मिजाज पनि 2-3 जना आर्यन प्रोडक्सनको लागि ताली बजाइदिनु प्लिज थ्यांक यू गाइज फर बीइङ वन्डरफुल होस्ट हामीलाई चितवनमा यति राम्रो सँग होस्ट गरिदिनु भयो यति राम्रोसँग घुमाइदिनु भयो सो आई किप अन सेइङ एज अ टुरिस्ट हामी आएको भए चाहिँ सौरा आउँथ्यौँ होला फेरि गइहाल्थ्यौँ होला तर चितवनको एक्चुअल नुक एन्ड कर्नर चाहिँ हामी एकदमै मजाले एक्सप्लोर गर्न पायौँ सो त्यसको लागि अगेन थ्याङ्क यू भुवन एन्ड टिम ल गाइज एकचोटि हामी अगेन होल टिमको लागि युज राउन्ड अफ प्लस गर्मी खाएरै ताली बजाइदिउँ गुड जब एभ्रीवन रियली प्राउड अफ यु है होपफुली एकदम दामी भएको चाहिँ जस्तो लागिरहेको छ दामी बनाउनुपर्छ एडिट ल त्यति भन्दैमा सबैजना 3 2 1 भन्छु इट्स अ ऱ्याप भनौँ है त 3 2 1 So yo, let's go. एक स्किट सांगने क्या कहिले आएन अब यहाँ केक गर्नै गाह्रो छ थाहा छ तपाईलाई गर्नै गाह्रो छ थाहा छ तपाईलाई थोरै लेफ्ट अरे यार हतार छ भने नेपालमा पनि गर्न सकिन्छ 8 हो योमा यहाँ अलि अब रफतालिने 7 हो 8 हो यो बाटो छैन माटो यो घर फर्किने बाटो यो रफतालिने 7 हो सुनौ अब ओहो आशिष बाबु तिमी पनि विदेश जान लागेछौ काका बल्ल बल्ल भिजा आयो मेरो आज अब हप्ता दिनमै उड्ने हो ए ल अरूको देश बनाउनु निकै हतार छ है तँलाई आफ्नै देश बनाउँछु भन्ने सोच कहिले आएन अब यहाँ केक गर्नै गाह्रो छ थाहा छ त तँलाई त्यत्रो वर्ष आइटी पढेको पनि बेकार नै भयो अब विदेश गएर भाग्य बनाउने हो आज मसँग घुमेर हेर्न त आइज
आफ्नै ठाउँमा लगानी गरेर सपनाको बाटो हिँड्न पनि त सकिँदो रहेछ। यो बाटोले सुनाउँदैछ गीत मलाई, सारङ्गीमा सपनाको धुन रेट्छ कि खोज्दैछ रे कतै मेरो जित मलाई, गन्तव्यले अब मलाई पो भेट्छ कि हो घरको बाटो यो सुबास आफ्नै माटोको रफ्तार लिने साटो यो प्रोत्साहन गर्ने आटो यो। देशमै बसेर पूर्वाधार बनाउने युवाहरू पनि त रहेछन्। यो माटोले सिकाउँदैछ ताल मलाई, उदयको अवसर छ ढोकामै, बढ्दैछ जोस पाइला उचाल्नलाई, समुद्रको सुरुवात छ थोपामै हो घरको बाटो यो बाजो छैन माटो यो। पुरानै काम पनि नयाँ तरिकाले गर्न सकिँदो रहेछ त। नेपालमा सम्भावना नभएकै त होइन। यो आकाशले सुनाउँदैछ धुन मलाई, इन्द्रेणीका रङहरूमा मिठा सफ्नै, पङ्ख मेरा उठ्छन् जुन छुनलाई, उडानको मजा जब आकाश आफ्नै, घर फर्किने बाटो यो बाजो छैन माटो यो, रफ्तार लिने साटो यो नयाँ रफ्तारको पालो यो। तैँले त घरकै खाना डेलिभरी गरेर यस्तो राम्रो बिजनेस गरिरहेको रहेछस्, म त इम्प्रेस्ड भएँ यार। रफ्तार छ भने नेपालमा पनि गर्न सकिन्छ, बुझिस्? ल गुड लक। कहिले जाने भयो त विदेश? विदेश त अब काका घुम्न जाने हो। ल गजब भयो।